सबैजनालाई गुड मर्निङ। सबैजना आराम हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? अनि म चाहिँ एकदम म आज पनि खाना पकाउन एकदम बिजी छु। अनि म चाहिँ लसुन फुराएको है, त्योभन्दा अगाडि चाहिँ मैले जिरा फुराएको थिएँ। जिरा र लसुनको एकदम मिसाउ चाहिँ एकदम मिठो हुन्छ क्या, एकदम त्यो स्मेल पनि यस्तो मिठो आउँछ अनि खाना पनि त्यस्तो टेस्टी हुन्छ। अनि आज नि मैले साग र आलु बनाउँछु भनेर सोचेर चाहिँ मैले सुरुमा जिरामा र लसुनमा चाहिँ आलु फ्राई गरेँ। अनि त्यसपछि चाहिँ मान्छेहरू पनि हामी छौँ 4-5जना छौँ नि त लेडिजहरू। अनि खानको लागि भनेर चाहिँ अलिक धेरै नै भयो क्या, आलु चाहिँ एकदम धेरै भयो है। अब सानो तिनो थोरै तिनो त आँखै नलाग्ने क्या, एकदम धेरै मात्रै चाहिने। अनि हजुरहरूको मौसम कस्तो छ होला है? मेरो त एकदम चिसो छ, म त अहिले पनि जग्गी लाएर बनाइरहेको छु। अब मेरो साग चाहिँ एकदम साग चाहिँ मेरो 4-5 थोरै मिक्स छ नि त। अनि यो साग चाहिँ के साग खाएको होला भनेर नभन्नु, एकदम मिठो छ। अनि हेर्नु न साग पनि मिठो छ, तर हजुरले त्यस्तो लागेको मात्रै हो। तर हेर्नु न यो साग चाहिँ के साग हो कि, मलाई अचम्म लाग्यो कि यो पनि खान्छ भनेर मलाई दियो। तर यो चाहिँ चिसो ठाउँमा त्यो भइभरि बारीभरि हुन्छ कि यो सागहरू चाहिँ। अनि एकदम साग पनि एकदम धेरै भयो है, 4-5जनालाई तरकारी चाहिँ त्यो खाना नखाइकन तरकारी मात्रै लिए पनि हुने कि यति धेरै भयो। अनि पकाउनु त प्रायः जिम्मा मेरै हुन्छ नि त, म पकाएर हुन्छ। तर मेरो अनि यो पकाउँदा चाहिँ कहिलेकाहीँ म मेरो दिदीलाई सम्झिन्छु कि मेरो दिदीले यति मिठो बनाउनुहुन्छ खानाहरू है। वाउ, आई मिस यु मेरो ठुलो दिदी। उहाँले चाहिँ एकदम मिठो बनाउने क्या। अनि उहाँकोतिर गएको हो कि म चाहिँ पकाउनलाई, म चाहिँ एकदम पकाउन सिपालु पनि छु। अनि कहिलेकाहीँ नमिठो पनि हुन्छ, तर म्याक्सिमम चाहिँ मिठो हुन्छ। अनि फेरि पानी पर्न लाग्छ हेर्नु न, मलाई जाडो भएर टोपी सोपी स्क्याप सबै लगाएर बसेको छु है। अनि हजुरहरूकोतिर चाहिँ गर्मी नै छ होला, अब को कतातिर हुनुहुन्छ, जो जताको भए पनि एकदम केयर गर्नु, तातो न्यानो भएर बस्नु। अब चैतको वैशाखको महिनामा के तातो भन्नु है भन्नु त, त्यही पनि अब सर्पको बिगी छ। अनि आफ्नो केयर गर्नु। अनि म चाहिँ अलिक तोते बोल्छु है, अलिक फास्ट पनि बोल्छु क्या। अनि म तोते पनि बोल्छु। अनि फेरि कतिले त्यो भोइस पनि नबुझ्नु होला, एकदम बुझेर चाहिँ सुनिदिनु होला ल। अनि के भन्नु त, हेर्नु साग पनि यस्तो भयो। अब बोल्दा मैले यसमा के हालेर भन्दाखेरि बेसर हालिन छु क्या, त्यही भएर त सेतो र हरियो भन्दा के पनि देखिएन। ठिकै छ, पहेँलो चाहिँ नबनाउने नि त, के छ र। अनि त्यसपछि मेरो यो भाँडोलाई चाहिँ इग्नोर है, एकदम बिल्कुल इग्नोर गरिदिनुहोस्। अनि त्यसपछि चाहिँ ल हेर्नु कस्तो मिठो भयो। कालो मान्छेले पकाएको जे पनि मिठो क्या, त्यो कालो हातले चलाएको त ओहो एमजी कुरै नगरौँ। त्यसैमा उसमा भाँडोमा चाहिँ मैले अन्डा पनि बनाएँ, अम्लेट पनि। अनि यो चाहिँ मलाई मात्रै हो कि, त्यही भएर मलाई 2टा मात्रै अम्लेट बनाएको, अरूलाई भन्नुहुन्न। फेरि अरूले भन्यो भने मलाई पनि दे भन्छ। अनि म चाहिँ लुकेर खाने हो क्या। अनि त्यसपछि साथीलाई भन्यो भने चाहिँ फेरि उनीहरूलाई दिनुपर्छ नि त, त्यही भएर थोरै हुन्छ, त्यही भएर दिन्न भनेर म उनीहरू नभएको बेला छिटो बनाएको कि मैले अन्डा चाहिँ। अनि उनीहरू देख्यो भने फेरि दिनुपर्छ। ल हेर्नु मेरो कस्तो भयो तरकारी, यति मिठो थियो नि। ओहो ल है, सबैजना राम्रोसँग बस्नुहोस्। गुड बाई।